नेपालीहरूको महान पर्व दसैँ तिहार पश्चात एक विशेष पर्व अर्को छठ पर्व पनि हो। त्यो चाहिँ आजको दिन रहेको थियो र हाम्रै बुढी खोलामा रहेको घाटमा चाहिँ छठ पर्व मनाउने गरिन्छ। त्यसकारण हामी पनि त्यहाँ छठ पर्व हेर्नका लागि निस्कियौँ। छठ पर्व चाहिँ खास गरी सूर्य उदाएको, सूर्य र अस्ताएको सूर्यको पूजा आराधना गरेर व्रत बस्ने गरिन्छ। अनि हामी चाहिँ हाम्रो यहाँ घर छेउमै हुनुहुन्छ हाम्रो ठुलो मम्मीहरू, उहाँहरूले व्रत बस्नुहुन्छ नि त। अनि उहाँहरूसँगै हामी पनि घाटमा गयौँ। उहाँहरू चाहिँ हामीभन्दा अगाडि नै गइसक्नु भएको थियो। नानी पनि मम्मी नानी चाहिँ उहाँहरू सँगसँगै अगाडि जानुभएको थियो र हामी चाहिँ पछि गएका थियौँ। यसरी हामी घाटमा पुग्दा छोरी चाहिँ ज्ञानी भएर बसेकी थिइन् अरे, केही पनि नमागी ज्ञानी भएर हैन। हामी पुग्ने बित्तिकै यो किनिदिनु त्यो किनिदिनु भनेर भन्न थालिन् क्या। अनि छोरी चाहिँ यहाँ के यस्तो कति धेरै खेलाउने कुरा किन्न लगाइन झगडा गरेर। अनि यहाँ बाबाले चाहिँ छोरीलाई के किन्ने यो किन्ने भनेर देखाउँदै हुनुहुन्छ। र यो रहेको छ हाम्रो छठको घाटको दृश्य। हामी जाँदा चाहिँ एकदम खुला थियो, मानिसहरू त्यति धेरै हुनुहुन्न थियो, भिड थिएन हैन। त्यति बेला भएको थिएन होला, सायद हामी 3 बजेतिर गएको थियौँ र खासै भिडभाड भएको थिएन, खुलै थियो। र अनि हामी चाहिँ नानीहरूसँग यताउति हेऱ्यौँ। नानीले बेलुन मोबाइल त गेम खेल्ने मोबाइलहरू के खेल्न किन्नलाई मागिन्। र उहाँ हुनुहुन्छ हाम्रो कुन्दन बाबु र रूपा देवर देवरानी नानीहरू र उहाँ छ हाम्रो बाबुको नाम के हो बिर्सिहाल्यो, बाबु कुन्दन बाबुको बाबु हो। र यो यहाँ भित्रको घाटको भिडियो चाहिँ बाबुले नै गरिदिनु भएको है। यो भिडियो चाहिँ भिडियोको क्रेडिट चाहिँ हाम्रो कुन्दन बाबुलाई नै जान्छ। र यसरी बत्तीहरू बालेर अनि सूर्यको पूजा गरिन्छ। म चाहिँ विवाह गरेर आएदेखि मात्रै यो छठ पूजाहरू भएको हेरेको हो। अब पहिले त उहाँ त त्यति थाहा थिएन। अहिले त पहाड मधेस, पहिले चाहिँ अब मधेसमा मात्रै मधेसी समुदायहरूले चाहिँ मनाउने पर्व भनेर भनिन्थ्यो हैन। तर आजभोलि चाहिँ पहाडी र मधेसी दुवै समुदायकोले यो पर्वलाई चाहिँ धुमधामका साथ मनाइने गरिन्छ। यहाँ चाहिँ उहाँ हुनुहुन्छ हाम्रो ठुलो मम्मी, उहाँले चाहिँ छठको व्रत बस्नुहुन्छ हरेक वर्ष। यहाँ चाहिँ हाम्रो बाबा र छोरी त्यो बजाउनेहरू हेर्दै हुनुहुन्छ। यसो हामीले पनि बुढाबुढीले पनि यसो सानो भिडियो लियौँ। अनि त्यसपछि चाहिँ नानीलाई आइसक्रिम खान मन लाग्यो अरे र आइसक्रिम र खान पाएर मकै परिरहेकी छिन् छोरी चाहिँ। अनि यता भनेको चाहिँ यो वरिपरि घाट। यहाँ रूपाले चाहिँ भिडियो बनाइदिनु भनेर भनेको, मान्दैन बाबुले भनेर भन्दैछिन्। अनि बाबुको नाम साँच्चै गौराङ्ग हो, गौराङ्ग। बाबा छोरीको चाहिँ कामै त्यही खेलाउनेतिर मात्रै जाने हो। र यहाँ घाटमा चाहिँ अस्ताएको सूर्यलाई चाहिँ पूजा गर्नको लागि ठुलो मम्मीहरू खोलामा छिरिसक्नु भएको छ। त्यसपछि हामी चाहिँ एकछिन घुम्यौँ अनि घरतिर फर्क्यौँ। बाइक चाहिँ पार्किङमा राखेको थियो, सबैभन्दा अगाडि भएर निकाल्नलाई एकछिन टाइम पनि लाग्यो। अनि यसरी हामी चाहिँ फर्क्यौँ। छोरीले चाहिँ आउँदा हामीसँग थिएन। नानी लु भिडियो गर्नु न मम्मी, भिडियो गर्नु भनेर नानीले भनेको कारणले उसको नै भिडियो गरिदिए। नानीलाई चाहिँ यसरी
ठुलो मम्मीले यो चन्दनको टिका पनि लगाइदिनु भएको छ, कति राम्रो देखिएको क्या। अनि फर्किँदा चाहिँ दृश्य यस्तो थियो। हेर्नु न, पर्तिर चाहिँ पूजा भइरहेको छ, उहाँ चाहिँ लासहरू झरिरहेको छ। यो घाटको विशेषता नै हो भनौँ न। अनि सन्ध्या आरती पनि हुन आँटेको थियो कि यसरी हामी चाहिँ घर फर्क्यौँ।